हामीहरूले सर्लाहीको मलङ्गमामा जसरी हाम्रो हिन्दू चेलीलाई रक्षाबन्धन मनाउँछ रे तिमी बेस्या छौ भन्ने अपशब्द प्रयोग गर्ने मान्छे अहिलेसम्म कानुनले कारबाही गरेन। बारम्बार हामीहरू दुर्गा मूर्ति विसर्जनमा ढुङ्गामुरा फ्यालिन्छ, सरस्वती मूर्ति विसर्जनमा ढुङ्गामुरा फ्यालिन्छ, हामीहरूलाई देवी देवतामाथि प्रहार हुन्छ। वीरगञ्जमा जसरी मूर्तिहरू तोडिएका छन् हामीहरूलाई उक्साउने प्रयास जिहादी मानसिकताका अरू देशका पैसा खाएर मान्छेहरू पुरा गरिरहेछ। अहिले हाम्रो निर्दोष हिन्दूहरू धनुषाका अहिले जिल्ला प्रहरी धनुषाले समात्नु भएको छ। यथाशीघ्र तपाईहरूले रिहाई गर्नुपर्छ। न्युटन थर्ड लको अनुसारले एभ्री एक्सन देयर इज इक्वल एन्ड अपोजिट रिएक्सन। उसले हामीहरूलाई जिस्काएको छ त दुईटा मुस्लिमलाई, त्यो मुस्लिम युवक समात्नु पर्यो। अनि म सुनिरहेको छु कि वीरगञ्जका मुसलमानहरूले हिन्दू भगाऊ देश बचाऊ। म गृह मन्त्रालयलाई यहाँका अन्तरिम सरकार हाम्रो कार्यकारी प्रधानमन्त्री सुशीला कार्की ज्यूलाई भन्न चाहन्छु कि हामी हिन्दू समाज कतिसम्म सहने हो। आज बङ्गलादेशमा 10 वर्षको केटीलाई रेप गरिन्छ हिन्दू भनेर, तर यहाँको माइनोरिटीले हामीहरूलाई ढुङ्गामुरा गर्छ। भोलि मलङ्गमा बजार बन्दको लागि म घोषणा गर्दैछु। अनि हिन्दू समाजलाई तपाईहरू हिन्दू हुनुहुन्छ भने हिन्दूको लागि, जीवन सनातनीको लागि अनि धनुषा जिल्लाको दुईटा मान्छे रिहा हुनुपर्छ भने शान्तिपूर्ण बन्द रहन्छ भने यो घोषणा गर्न चाहन्छु। वीरगञ्जका हिन्दू चाहे धनुषाका हिन्दू जबसम्म छुटेन भने हामीहरू पुरै सर्लाहीका हिन्दू समाज, पुरै नेपालका हिन्दू समाज हामीहरू साथमा छौँ। छिटो भन्दा छिटो रिहाई हुनुपर्छ। जय सियाराम। आग्रह करे चाहिए जोन बांग्लादेश में 5% मुस्लिम है वो हिंदू सब है, वैसे पर जोन वे मुस्लिम 5% है, जो नेपाल में 5% मुस्लिम है वही सबके लगी पूरा प्रोटेक्शन के साथ रखल जाए। मगर यह बांग्लादेश में जो 5% 7% हिंदू सब है वही अल्पसंख्यक सबके सुरक्षा दिया जाए। ये हम स्थानीय हिंदू मंत्रालय बांग्लादेश एम्बेसीसँग म सोध्न चाहिरहेछ यो किन हुन्छ यस्तो? यो विश्वमा यो हिन्दू बाँच्ने अनुदान छैन। जब छ भने हामी यसलाई पनि सुनिश्चित गरिदिनु पर्यो। तपाईहरूले यस्तै अत्याचार गर्नुहुन्छ भने हामी घर घरबाट उठ्नेछ। तर हामी